यो लङ डिस्टेन्स रिलेसनसिपमा जतिजना पनि बसिरहेछन् नि होइन तिमीहरूको भाइ टिक्दैन भाइ टिक्दैन हुँदैन अब जस्तो मानौ होइन क्लासमा पढाएको बेला एक्स भनेको रोमन नम्बर हो होइन रोमन नम्बर हो तर घर आइसकेपछि त्यही कुरा तिमीले गुगलमा सर्च गरेर हेऱ्यौ भने त्यो रोमन भन्नेले लुगा लगाएको हुँदैन कि त्यस्तै हो यो भनेको भन्ने बेला मेसेज कलमा हुन्छ बिहान गुड मर्निङ लेखेको मेसेज गुड नाइटमा सिन हुन्छ म यस्तै थिएँ काममा बिजी थिएँ भन्ने हो अनि यता पनि नेपालमा कुरिरहेको बिचरा यता के गरेको कुन्नी उसले खाए कि खाएन कुन्नी के गरिरहेछ भन्ने कुरो टेन्सन लिएर बसिरहन्छ उता भन्ने बेला म यस्तो बिजी थिएँ तर रियलमा अर्कै पाउँछु भाइ अनि अर्को कुरा के आउँछ भन्दाखेरि यो वाला जुन त्यो सिन हुन्छ नि अब त्यो लङ डिस्टेन्समा एकदमै डाउट हुन्छ क्या डाउट राख्ने बढी हुन्छ क्या हुनेवाली अथवा हुनेवाला कोहीसँग लाग्यो कि म यति टाढा छु यति सात समुद्र पारी छु दुःख गरिरहेको हुन्छ अनि बिचरा त्यो अर्कोलाई त मतलब छैन उता एकजनाले दुःख गरि सकिहाल्यो मलाई पनि पुगिहाल्यो नि भनेर ढुक्क भएर बसिया हुन्छ अब त्यसले यता कोहीसँग हो कि के हो कि त्यो सबै यस्तो डाउटहरूले गर्दाखेरि नि लङ डिस्टेन्स अहिले एकदमै सिरियस खालको रिलेसनसिप बनिसकेको छ इभन मेरो साथीहरूको फ्रेन्ड सर्कलमा पनि थुप्रैको यस्तो भएको छ क्या पटाउने बेला मिस्त्रीले पटाछ अब उता पुगिसकेपछि ठेकदारले उडाइदिएछ कि माया भनेको जहिले पनि एकतर्फी नै बस्दो रहेछ कि लास्टमा आएर वान साइडेड इज एउटा इन्डमा चाहिँ वान साइडेडै हुँदो रहेछ क्या कहिले पनि उसलाई म लाइफ टाइम बनाउँछु भन्ने सोच राखिसकेपछि जब उसलाई तिमीले फुल्ली विश्वास गर्छ ट्रस्ट होइन सबै कुरा उसलाई सुम्पिदिन्छौ नि पछि लास्टमा त्यो मान्छेले नै भनौँ न माया गरौँ तर मरे हत्या नगरौँ उसलाई मरे हत्या गर्दाखेरि चाहिँ त्यो माया भन्ने कुरा चाहिँ नि उताबाट आउँदैन रहेछ क्या भन्नाले कस्तो भन्दाखेरि म एउटा इक्जाम्पल दिन्छु है जस्तो भाइ आऊ बरु दुईटा नि आऊ इक्जाम्पल दिन्छु है एउटा ल भाइ तिमी बल छ नि उसको त्यो भन्नै नमिल्ने ठाउँमा छ नि भन्नै नमिल्ने ठाउँ त्यहाँनिर हान्न कोसिस गर होइन ल अनि तिमी के पर है हान ल भाइ हान लाग्न खोज्यो नि त्यहाँ लाग्न खोजेको थियो होइन तर उस त्यो भाइले ब्लक गर्यो तर उसले त हान्न खोजेको त त्यतै थियो नि होइन अब यसमा मैले के सिकाउन खोजेको हो भन्दाखेरि होइन तुमसे न हो पाएगा भन्नाले कस्तो हो भन्दाखेरि लङ डिस्टेन्स रिलेसनसिपमा चाहिँ अब्स्ट्याकल यस्तो घुमाइ फिराइ आउँछ कि होइन यस्तरी आउँछ कि जहाँनिर चाहिँ तिमीलाई अब डेली बारे थाहा हुँदैन उसले डेली लाइफमा के गरिरहेछ होइन अब तिमी त टाढा भएको हुन्छ अनि कस्तो हुन्छ भन्दाखेरि अब सेकेन्ड पर्सन अथवा थर्ड पर्सनबाट तिमीले चाहिँ थाहा पाउँछौ कि तिम्रो आफ्नो पार्टनरबाट चाहिँ यस्तो भइरहेछ है भनेर अब तिम्रै आफ्नो बेस्ट फ्रेन्डबाट भनिदियो उसले होइन ओए तेरो बोय फ्रेन्ड अथवा गर्लफ्रेन्ड कोही छ यसरी हिँडिरहेछौ है यसरी गइरहेछ भनेर थर्ड पर्सनबाट थाहा पायो भने त्यस्तो बेला त्यो कुराहरू ट्रुथ निस्क्यो सही निस्क्यो प्रुफै निस्क्यो तिमीले प्रुफ पनि पायो भने अब चाहिँ उताबाट के हुन्छ भन्दाखेरि ब्ल्याकमेल गर्न थाल्छ क्या बुझेन